हाई एभ्रिवान वेलकम टु मनिदर मिनी ब्लग। आज चाहिँ हो सटरडे चाहिँ अब एज युजल म अलि ढिला नै उठ्छु अनि उठेर मैले सुरुमै आज सावर लिएँ अनि त्यसपछि सनस्क्रिमहरू अप्लाई गरेँ। यसरी ढिलो उठेको दिन चाहिँ मेरो सेड्युल नै यताउता भइरहेको हुन्छ कि के गर्ने जस्तो हुन्छ सुरुमा। अनि मैले डेली उठेर पूजा नगरे पनि लाटे आमाले चाहिँ गर्नुहुन्छ। मैले चाहिँ डेली टिका चाहिँ लगाइदिन्छु। टिका लगाएपछि कस्तो फ्रेस फिलिङ आउँछ कि। अनि मेरो मर्निङ चाहिँ सुरुमा हट वाटरबाट स्टार्ट हुन्छ। जहिले पनि हट वाटर खाएर अब चिया बनाउँछु भनेर गएको त दुध नै रहेनछ। पसल गएर दुध लिएर आएर बनाएँ मिठो चिया नखाँदासम्म त काम गर्ने जाँगरै नआउने कि। तरकारी चाहिँ आज बन्दैछ करेला र आलुको। अनि मैले मटर देखेपछि चाहिँ माइन्ड चेन्ज गरेर मसिरा र आलु बनाउने सोचेँ। बहिनीलाई आलु काट्न लगाएँ। बहिनी चाहिँ आलु काट्दैछिन्। अनि यो चाहिँ के भन्नुहुन्छ हजुरले, हामी त भेली भन्छौँ है, ठाउँ ठाउँमा नाम फरक फरक हुँदो रहेछ कि। अनि मसिरा चाहिँ यही हो। त्यसै केही आवाज आयो अनि बाहिर गएर हेर्दा त यसरी चरा मरिरहेको रहेछ कि। कति धेरै चराहरू यसै आएर करेन्ट लागेर मरिरहेको हुन्छन् कि यो पोलमा। अनि यो घर नजिकै पोल हुनु पनि साह्रै नराम्रो रहेछ। यसरी चराहरू मरेको देख्दा साह्रै नरमाइलो लाग्छ। गर्मी चाहिँ लास्टै बढेको छ कि हेर्दा हेर्दै। अनि यो पानी चाहिँ मैले दिनभरिमा कम्प्लिट गर्नुपर्छ। पानी कम भयो भने मेरो टाउको फेरि साह्रै दुख्ने। आजलाई यति नै, बाई बाई, इन्जोय योर स्याटरडे।